नमस्कार, मेरो नाम कविता लाप्चा। म मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्दछु। आज म अर्को नयाँ स्टोरी कथा लिएर उपस्थित भएको छु। आजको कथाको शीर्षक छ अरूको भलाइ गर्दा। एक गुरुको आश्रममा शिष्य बस्ने। शिष्यहरूमध्ये एक शिष्य अलिक खराब स्वभावको थियो। अरूलाई दुःख र पीडा दिन पाउँदा उसलाई खुब आनन्द मिल्थ्यो। उसको यस्तो स्वभावले गर्दा गुरु आर्जित भएको थिए। उनी आफ्नो शिष्यलाई मानव सेवा र भाइचाराको पाठ सिकाउन चाहन्थे, तर सफल भइरहेकै थिएन। एक दिनको कुरा हो, त्यो दुष्ट स्वभावको शिष्यलाई लिएर ती गुरु कुनै टाढाको गाउँ जाँदै थिए। त्यही सिलसिलामा बाटोमा उनीहरूले एक जोड फाटेको जुत्ता भेटाउँछन्। ती जुत्ता कसको होला भनेर ती दुवैले यताउति हेर्छन् त बाटोदेखि केही परको खेतमा एक किसान मेहनतपूर्वक माटो खनिरहेको थियो। त्यतिकैमा त्यो शिष्यले गुरुलाई भन्छ, गुरु, त्यो किसानको यी जुत्ता हामीले कतै लुकाइदेऊ न र हामी चाहिँ झाडीमा लुकेर हेरौँ न। आफ्नो जुत्ता हराउँदा ऊ कसरी आतिन्दो रहेछ। साँच्चै गुरु, त्यो किसानको जुत्ता हराएर आत्तिएको हेर्दा हामीलाई खुब मजा आउनेछ। आफ्नो शिष्यको यस्तो कुरा सुनेपछि गुरु भन्छन्, बाबु, हामीले त्यो किसानका यी जुत्ता लुकाइदिनुको सट्टा बरु यी जुत्तामा सही रुपैयाँका नोट राखिदिउँ र झाडीमा बसेर हेरौँ न, उसलाई ती नोट पाउँदा कस्तो लाग्दो रहेछ। सुरुमा त उक्त शिष्यलाई गुरुको कुरा मन परेन, तैपनि हुन्छ नि त भनेर उसले त्यस प्रस्तावमा सहमति जनाउँछ। जब उनीहरू ती जुत्ताभित्र पैसा राखिदिएर झाडीमा गएर लुक्छन्, तब केही बेरमा किसान आफ्नो काम सकेर घर फर्कन बाटो छेउमा आउँछ। जब उसले बाटो छेउमा बसेर आफ्नो जुत्ता के लगाउन आँटेको थियो, उसले जुत्ताभित्र 100को नोट भेटाउँछ। त्यो नोट हातमा समातेर आकाशतिर हेर्दै त्यो किसानले भन्छ, हे भगवान, तिम्रो करुणा कति अपरम्पार छ। आज घरमा मेरो छोराछोरीलाई खुवाउने एक गेडा अन्न पनि थिएन। कुन मुख लिएर घर जाउँ भनेर सोच्दै थिएँ, तर आज त यो पैसाले गर्दा मेरो छोराछोरीलाई भोकै सुत्नु परेन भगवान। उसले आँसु झार्दै अर्को जुत्ता के लगाउन थालेको थियो, उसले अर्को 100को नोट भेटाउँछ। भन्छ, धन्य भगवान, मेरो श्रीमती बिराम भएर उपचार गर्ने कुनै पनि पैसा थिएन। यो पैसाले मैले उसलाई भोलि नै उपचार गर्न सहर लैजानेछु। जसले मेरो जुत्तामा यी 100 पैसा राखिदिएर गयो, पक्कै पनि त्यो व्यक्ति साक्षात् भगवानको दूत हुनुपर्छ। यसरी किसानको आँखामा टल्पिएको आँसु देखेर त्यो खराब बानी भएको शिष्यको मन पनि पक्लिएको थियो। उसले झाडीभित्र आफ्नो गुरुसँग माफी माग्दै भन्छ, गुरु, यदि मैले त्यो दुखी किसानका ती जुत्ता लुकाइदिएको हुन्थे भने उसलाई कति पीडा हुँदो रहेछ। मैले सोचेको पनि थिएन। आनन्द त अरूलाई दुःख दिँदा मात्र मिल्छ, तर त्यसो त होइन रहेछ। आज मैले सिकेँ कि वास्तविक खुसी र आनन्द त अरूको भलाइ गर्दा पो मिल्ने रहेछ। आफ्नो शिष्यमा आएको यो किसिमको बदलाव देखेर गुरु हर्षित हुन्छन्।
कथाबाट हामीले यो सिक्न सकिन्छ कि कुनै पनि हामीले राम्रो काम गर्यो भने राम्रै नतिजा आउँछ र कसैको सहयोग गर्नाले कति धेरै मान्छेको जिन्दगी राम्रो हुन्छ भन्ने कुरा यो कथाबाट थाहा पाउन सकिन्छ। र कथा मलाई त एकदम राम्रो लागेछ। हजुरहरूलाई नि पक्कै मनपर्छ यो कथा। सुनेर लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।